हाई गाइज गुड मर्निङ वेलकम ब्याक टु माई युट्युब च्यानल। म हो तपाईँहरूकै भावना नेपालगञ्जदेखि। आज म कता आएको छु हेर्नुहोस् त गाइज। आजभन्दा नि हिजै आएको, हिजो साँझ। यता हाम्रो आमाको घर यो मिलनचोक बजार हेर्नुहोस् है। यो मेरो आमाको घरको छतबाट मैले भिडियो सुरु गरिरहेको छु। हेर्नुहोस् गाइज कति राम्रो भ्यू। यो डुरा पुल यहीँ नजिकै यो डुरा पुल छ। अनि हेर्नुहोस् है गाइज यता एनआइसी ब्याङ्क पनि छ। यो मिलनचोकको बजार हो। यो देखिरहेको तपाईँको मिलनचोकको बजार हो। मैले मेरो आमाको छतबाट भिडियो सुरु गरिरहेको छु। हेर्नुहोस् गाइज यो राप्ती जाने रोड, राप्ती रोड हो। यहाँबाट राप्ती रोड जान्छ। यताबाट गयो भने मेरो घर बजार जाने बाटो यो बाटो छ गाइज। यता हाम्रो कान्छा छ त। कान्छा हाई, बिरामी छ गाइज कान्छा। यता हाम्रो पूर्णिमा बहिनी। हाई सिस। हामी दुवैजना आएको हिजो होली खेलेर बेलुका आएको होइन। बेलुका यहीँ बस्छ। अब हामी खानासाना खाएर जाने हो। हेर्नुहोस् गाइस हाम्रो आमाले छतमा कति धेरै दाउरा राख्नु भएको छ। यहाँ कहिलेकाहीँ आफै जङ्गल पनि जानुहुन्छ। यो हाम्रो यहाँ बारीमा रुख थियो क्या, ठुलो ठुलो रुख थियो। यो हाम्रो बारी हो आमाकै। अनि त्यही बारीको दाउरा, रुखको दाउराहरू हो गाइस। यो हेर्नुहोस् त यति धेरै छ। अनि यता हामी छौँ। यो बहिनीलाई मैले छतबाट हेर्नुहोस् यताउता यहाँको बजार हेर्नुहोस्, गाउँ हेर्नुहोस् भनेर देखाउन आएको गाइस। यति रमाइलो लाग्दछ नि। यता कम्डीको गाउँ, यसलाई मिलनचोक बजार भन्छ। यो हाम्रो आमाको घर भएको ठाउँलाई मिलनचोक बजार हो। यो सानो बजार छ यता। यता दाई, एकजना दाईले यहाँ आफ्नै भैँसी पनि पाल्नु भएको हुन्छ गाइस। हेर्नुहोस् है यत्रो भैँसीहरू छन्। हेलो दाई। उहाँ भैँसीवाला, भैँसी गोठालाको उहाँकै आफ्नै भैँसी हो उहाँ दाईको। यत्रो भैँसी छन्। यही भैँसीको दुधको खिर पकाएर हामी खान्छौँ गाइस। यिनी यादवहरूले हेर्नुहोस् बहिनी एकैजनाले 50-60वटा भैँसी पाल्छन् क्या। यिनी जङ्गल, अब यिनी भैँसीहरू दुन्छन्, दुधहरू निकाल्छन् अनि जङ्गलतिर पठाउँछन्। यिनी साँझ फेरि आफै आउँछन् चरेर। हेर्नु थुप्रै भैँसी पाल्छन् क्या यतातिरको यादवहरू। हेर्नुहोस् गाइस यो हाम्रो आमाको बारी। यहाँसम्म योसम्म बारी हो क्या आमाको। दाल पाक्यो बहिनी? म अब तल जान्छु है गाइस। हेर्नुहोस् यस्तो छ। म चाहिँ अब तल गइरहेको छु। पाक्यो दाल, पाक्यो दाल भात पाक्दैछ गाइस। हामीले रोटी खायौँ, अन्डा खायौँ, आज के खायौँ, चिया खायौँ, कालो चिया होइन। टन्नै भइसकेका छौँ। यहाँ फेरि यो छतमा बाँदर आएर यहाँ उल्का गरिरहन्छन् क्या। आज बाँदर हेर्न भनेर हामी माथि गएको। हाम्रो यहाँ अर्ग्यानिक लोकल अघि देखाएको थिएँ हजुरहरूलाई त्यो भैँसीको दुध। आज हामीले जुम्लाको मार्सी धानको चामलसँग खिर खाने भनेर लोकल दुध। हेर्नुहोस् गाइस 3 लिटर दुध हो यो। आज चुलोमा पकाएर टक्क खाएर जाने हो। दाल भात पाकिसकेको छ, भित्र छ। अब अचार मात्रै बनाउनु बाँकी छ गाइस हाम्रो। खाना खाने नामा रोटी खाएको भोक लागिसक्यो त गाइस हामीलाई त। खिर पाक्दैछ। खिर त हामी बादमा खाने हो। कति हो यस्तो पकाउनु पर्छ त खिर, दुध उम्लिसक्यो। ल गाइस हामी चाहिँ खाना सुरु गरिसक्यौँ। हाम्रो खाना हेर्न सक्नुहुन्छ। यता भात, चटनी छ, आलुको सब्जी छ, यता दाल पनि छ। ल सिस खाना सुरु गर्नु। खानु। यता आमाले पनि पस्किसक्नु भएको छ। उता हाम्रो खिर पनि पाक्दैछ गाइस। अहिले खाना खाएर खिर खाने हो। अहिले 10:30 भइसकेको छ टाइम। बुवाले अहिले खानुहुन्न, भाइले खाइसक्यो, कान्छो भाइले। हाम्रो खाना सुरु हुँदैछ। आज चुलोमा सबै चुलोमा पकायौँ गाइस हामीले। हेर्नुहोस् 3 जना लागेर खाना रेडी भयो गाइस हाम्रो। आज पसल खुल्ने नखुल्ने कुनै टुङ्ग छैन। कुनैले होली खेलिरहेछन् रे बजारतिर। ल हेर्नुहोस् गाइस अब चाहिँ हामी खानापिना खाएर तोरी धुने काममा लागेको छौँ। यो हामीले तोरी किनेको तोरी हो। दाईको, मेरो, आमाको 3 भाग पैसा लागेर किनेको। हेर्नुहोस् गाइस यो तोरी ठुलो ठुलो छ दाना। 3 कुन्टल है आमा?
3 कुन्टल तोरी किनेको आमालाई एक्लै धुन हुन्छ भनेर हामी पनि लागेछौँ धुने भनेर गाइस। अब तोरी धुँदैछौँ भाल्यौ गरी ल हेर्नुहोस् गाइस हाम्रो तोरी धुने आइडिया। मैले त आमाले त चान्लाले एक गरेर गर्नुभएको थियो, मैले चाहिँ टिकटकमा देखिरहेको थिएँ र आमालाई सिकाइदिएको। आमा झुल्लाएर यसरी गर्नु भनेको। अघि अझ 3-4 पानी यो फालेको कालो पानी हेर्नुहोस् अझै बालुवा माटो आइरहेछ। हेर्नुहोस् यहाँ यत्रो तोरी धोयौँ हामीले। यता छ हेर्नुहोस् आज खाना बित्तिकै लागेको हामी तोरी धुनमा। यस्तो माटो आउँछ हेर्नु न गाइस। यो अझ 3 पटक हो कि 4 पटक फालेर अझै यस्तो खाने चिज हो, मजाले धोएर खानु पर्यो होइन। यस्तो दुःख हुन्छ गाइस तोरी सफा भएन भने। यसरी धुन पर्छ। 3 जना लागेर हामीले यति तोरी धोको। यहाँ हेर्नुहोस् गाइस यत्रो तोरी धोयौँ। अहिले टाइम 12 बजिसक्यो। हामी चाहिँ जस्ट अघि पकाएको खिर खाँदैछौँ गाइस। हेर्नुहोस् कस्तो छ भन्नुहोस् त। यता यिनी म यहाँ भर्खर आएर भात खाँदैछिन्। किन हाँस्यो क्या खा तपाईँले खानु भएन आमा? हेर्नुहोस् गाइस खिर कहाँ छ? अब बन्द गर्न आएर यसलाई देखाउने हो। हेर्नुहोस् गाइस एक थाल भात खाइहाले। यहाँ खिर यता छ। ए अझ हजुरआमा अझै भात छैन भन्छ कि। पूर्णिमा बहिनी एक थाल भात खाएर अझै हजुरआमा भात छैन। जस्ट खानु हो गाइस। डाइटिङमा चाहिँ नि यहाँ यति खाँची ल गाइस हतार भयो। हामी चाहिँ जान लागिसक्यौँ आमा बुवाको घरबाट। ल बुवा बस्नु होला अब। ल बाई बाई आमा बाई। हामी जाँदैछौँ गाइस। मेरो स्कुटी कता गयो? यता छ सामान। यता के भर्नुभयो? धुलै छ हो स्कुटीमा। हतार भयो अहिले निस्किने बेला। हाम्रो आन्टीको सामानले गर्दा हतार भयो कि। ल गाइस हामी चाहिँ घर पुगिसक्यौँ। बहिनीले ढोका खोल्दै हुनुहुन्छ। होइन बाहिरको बत्ती के। हिजो हामी जाँदा बालेर गएको थियौँ नि त। पछाडि पनि जानु त। सामान आएको छ यता हाम्रो। आन्टी आउने भन्नुभएको। कता जानुभयो गाइस? ए स्कुटीको चाबी दिनु त। ल गाइस अहिले फेरि पर बोलाए दादाको घरबाट भाउजूहरू नानीहरू बोलाइछन्। आएर नआएर म बसेको थिएँ कि एकछिन पल्टेको। लगभग 1-1.5 घन्टा। यहाँ 1-1.5 घन्टा पल्टेको क्या म। अहिले त 2 बजिसकेको छ। म जाँदैछु पर। पुरा फोन गरेर बोलाइछन् छिटाउनु पुपु भनेर। जान्छु मजाले अब पर। के गरिरहेको छु नि हेर्नुहोस् गाइस। बाहिर घाम लागेको छ यस्तो मजाको। स्कुटी चाहिँ मेरो यहीँ छोड्छु क्या। मैले स्कुटी यहीँ छोडिदिन्छु। घाम छ बाहिर त। आज खासै घाम लागेको छैन। हिजो होली खेल्यो हाम्रो। आज तराई होली भनेर तराई होलीको पनि बिदा भयो। के गर्ने हामीले चाहिँ हिजै खेलेको होली। म चाहिँ गइरहेको छु पर। हेर्नुहोस् है गाइस बाटो। हेर्नुहोस् है गाइस म तपाईँले होली खेलेको देखाउँछु। यहाँ सबजना होली खेलिरहेको बाटोमा हिँडिरहेछन्। आज पनि आज फागुनको 20 गते। खासमा होली हिजो हो। हिजो के अरे चन्द्र गरम भएर आज होली मनाइरहेको छ कि धेरैजनाले। आज होली चलिरहेछ हेर्नुहोस्। म दादाको घरतिर गइरहेको छु। भिडियो बनाएर देखाउँछु ल। हेर्नुहोस् होली खेलिरहेछन् गाइस। हेर्नुहोस् सबैजना होली खेलेर हिँडिरहेछन् कि। यसपालि होली 3 दिनसम्म लाग्यो कि गाइस नेपालगञ्जमा। अस्ति पाहाड होली, हिजो तराई होली, अनि आज पनि होली। हिजो नखेलेकोले आज खेलिरहेछन् होली। अनि भोलि फेरि चुनाव भइहाल्यो। बिदा कस्तो झ्याउ लाग्ने कि पसल भएर पसल नगएर पसल बस्ने बानी लाएर घरमा त बस्नै मन नलाग्ने भयो गाइस। हेर्नुहोस् आज बजारमा रमाइलो होला। सधैँ हामी बजार गएर कति होली खेल्थ्यौँ।
बजारभरि डुल्थ्यौँ आज जानुपर्छ जस्तो छ बजारमा एकछिन हेर्न नआएर आएको फेरि म त हेर्नुहोस् गाइस होली खेलेर सारा हिँडिडाहान बजारमा मान्छे सब होली खेले खाने हेर्नुहोस् त गाइस यो लुना साका रेस्टुरेन्ट हो यहाँ होली खेलेर सारा हिँडिरहेको छन् कसले लगाइदियो रङ फेरि खेल्यो ल आज पनि होली खेल्ने रहेछन् सेवकले कसले लगाइदियो मम्मीहरू खै हो के कुरी छस् कोको अझै रङ राखिराखन् त यहाँ त के हो पारा कोको टाइगर कोको र टाइगर मजाले सुतिरहेछन् गाइस हेर्नुहोस् हेलो के होली सक्यो होइन सारा आज होली खेल्यो भने त ल्याउनु हेर हेर्नुहोस् गाइस यहाँ हो हेर्नुहोस् के हो डेन्टिङ पेन्टिङ त निकै छ त वर्षको सारा होली खेलेर हिँडे खान् दिदी सारा होली खेलेर हिँडे खान् त हेर्नुहोस् गाइस गोडाबाट आएको माझ बल्ल हामी आज खानेछौँ अचार खानुपर्ने यार भाउजूको घरबाट अचार ल्याएको थिएनौँ र हामीले कान्छो छोरो आयो ठुलबाबाको घरबाट मेरो जेठाजु आउनु भएको थियो पुर्याएर उसलाई मलाई लाज लाग्यो बलक बनाउन जेठाजुको अगाडि गाइस जेठाजी आएर एकछिन बसेर केही खानु भएन पानी एक गिलास पानी पिउनु भयो अरू केही पनि खानु भएन जानुभयो गाइस जेठाजुले पनि राम्रो मान्छेलाई भोट देऊ भनेर सजेसन दिएर जानुभयो हेर्न सक्नुहुन्छ अहिले टाइम साँझको 5 बज्न लागिसक्यो बजिसक्यो भनौँ घाम त्यहाँ गइसक्यो होइन सनसाइट हुने बेला भइसक्यो हाम्रो यता गोलबेडाको जाङ हेर्नुहोस् त यो मजाले फुलेछ होइन अलिअलि फल्या पनि रहेछ के यता हामीले टिप्यौँ यता भिन्डी लगाइदिएको अलिअलि भिन्डी उम्रिएको छ कि भिन्डीहरू उम्रिया रहेछ अस्ति उहाँ बहिनीले लगाइदिनु भएको भिन्डी आज यसो बारीमा हेरौँ भनेको